स्कुलबाट आएपछि स्कुलमा भएका गतिविधि भन्दै तपाईको काखमा रमाउने इच्छा हुन्थ्यो, तर तपाईले कहिले बुझ्नु भएन। मेरो पढाइ कस्तो छ, मेरो हाल खबर के छ, मलाई के चाहिएको छ, कहिले चासो गर्नु भएन। यी सबै कुरा तपाईलाई कसरी थाहा हुन्थ्यो त म बिहानै सुतेकै हुन्थे, तपाई गइहाल्नुहुन्थ्यो। बेलुका म सुतिसकेपछि घर आउनुहुन्थ्यो। तपाईले आफ्नो कर्तव्य राम्रोसँग निर्वाह नगरेकै कारण म कयौं दिन भोकै स्कुल गएकी छु बाबा। तपाई घरबाट निस्किएर गएपछि कयौं दिन मम्मी पनि घर छोडेर जानुहुन्थ्यो र मलाई खाना पकाएर खानु मात्र भन्नुहुन्थ्यो। अनि मैले तपाई कहाँ जान लाग्नु भएको नि भनेर सोध्दा आज मेरो साथीको बर्थडे छ, कहिले मेरो प्रोग्राम छ, कहिले मेरो समूह छ भनेर निस्किनुहुन्थ्यो। र ती दिनहरूमा म भोकै स्कुल जान बाध्य हुन्थे। म जस्तो सानो नानीले कसरी खाना पकाउन सक्थे है बाबा? न त हजुरले असल बाबाको कर्तव्य पूरा गर्न सक्नुभयो, न त श्रीमानको नै। त्यसैले यो सब हुनुको पछाडि तपाईको लापरवाही र तपाईको पिउने बानीले हो बाबा। अब कहिले पनि रक्सी नपिउनु होला बाबा। जसरी भए पनि मम्मीलाई खोजेर लिएर आउनु होला र मिलेर बस्नु होला। मेरो 10 औला जोडी बिन्ती छ बाबा तपाईकी। उही अभागी छोरी दिपा। छोरी मलाई माफ गरिदेऊ छोरी। यो पिउने बानीले गर्दा न त म राम्रो श्रीमान बन्न सके, न त राम्रो पिता। मलाई माफ गरिदेऊ छोरी। यो पिउने बानीले न त मेरो छिमेकमा मेरो इज्जत गयो, न त मेरो घरै बन्न दियो। तिम्रो मम्मीले त छोडेर गई, आज तिमीले पनि छोडेर गयो मेरो छोरी। मलाई माफ गरिदेऊ। यो पिउने बानी त गलत रहेछ। यसले गर्दा न त तिम्रो भविष्यको बारेमा सोचे, न त घरको बारेमा नै सोचे। अबदेखि कहिले पिउने छैन छोरी, फर्केर आऊ। तिम्रो मम्मीलाई पनि खोजेर लिएर आउनेछु, फर्केर आऊ छोरी। आज म सम्पूर्ण महानुभावहरूलाई साक्षी राखी बाचा गर्नेछु, म कहिले अबदेखि रक्सी पिउने छैन र तिम्रो भविष्यको ख्याल राख्नेछु छोरी। तिमीलाई र तिम्रो मम्मीले जहाँबाट पनि खोजेर लिएर आउँछु र नयाँ जीवनको सुरुवात गरौँला छोरी।